It's Pepolo. के छ अन्त ड्युटी हो यहाँ छ हल्का प्राङ्क ल कहाँ गएको भाइहरू कहाँ गएको कहाँ गएको तिमीहरू म त क्रिकेट खेल्नु गएको त सिंहजी ल Hello guys, good morning and once again welcome back to the Rider आज vlog है त सो आजको vlog चाहिँ के हुँदैछ भने चाहिँ म जाँदैछु कालिम्पोङ है त होम टाउन किन भन्दाखेरि चाहिँ आज म एकदमै एक्साइटेड छु है बिकज मैले थाहा पाएदेखिको हाम्रो गाउँ ठाउँमा चाहिँ अब क्रिकेट नभएको है सो फाइनली यो पालि चाहिँ क्रिकेट छ हुँदैछ स्टार्ट त अस्ति भइसकेको छ बट अहिले म्याच चलिरहेछ सेकेन्ड राउन्ड सायदै आज है र म एकदमै खुसी छु क्या मलाई चाहिँ दाजुहरूले बोलाउनु भएको छ खेल्नुको लागि आई एम नट अब के भन्नु टप मोस्ट प्लेयर है बट खेल्नु चाहिँ आउँछ भनौँ न होइन सो त्यो भएर आज म एकदमै एक्साइटेड छु गाउँघरमा खेल्नु पाउँदाखेरि है सो म अहिले निस्किसकेको छु अहिले समथिङ 8:30 भइसकेको छ र म यहाँबाट निस्किसकेको छु देख्न सक्नुहुन्छ मेरो पछाडि मनसुङ रुट छ है मनसुङ रुटमा आइसकेको छु एन्ड अब म यहाँबाट चाहिँ डाइरेक्ट जान्छु घरै है सो घर जान्छु त्यहाँदेखिको खानासाना खाएर हाम्रो 12 बजीदेखिको म्याच छ सो 12 बजीदेखिको म्याच एटेन्ड गर्नुको लागि म जान्छु है त सो अहिले चाहिँ म यहाँ आइसकेको छु र देख्न सक्नुहुन्छ मेरो पछाडि एकदम सुक्खा रुख नजाराहरू होइन सो आजको म्याच पनि कस्तो हुन्छ लेट्स सी है अपडेट दिनेछु कस्तो हुन्छ र मैले अघि भनि नै हालेँ होइन अगाडि नै म चाहिँ आज चाहिँ कहाँ जाँदैछु भन्दाखेरि चाहिँ सिंहजी है त सो अहिले चाहिँ म आइसकेको छु यो मनसुङको ब्युटिफुल रोडमा है र यो रोड भन्नुपर्दा एकदमै दामी छ है त किन भन्दाखेरि चाहिँ यो उँधो रुखको नजाराहरू यस्तो दामी देख्छ एन्ड साइडमा पनि खुल्ला है बाटो पनि यहाँनिर त प्राय सबै राम्रै छ भनौँ न होइन र यो मनसुङको बाटो चाहिँ एकदमै कालिम्पोङ जानुको लागि सर्टकट हुन्छ बट यसरी ठुलो गाडी अगाडि लाग्यो भने चाहिँ यस्तो पिर हुन्छ कि किन भन्दाखेरि चाहिँ अब न यसको उसको पनि गल्ती त होइन बाटो सानो भएर यो के साइड दिने जग्गा पनि हुँदैन है र उँभोबाट आयो भने पनि मुस्किलले गाडीहरू पास हुन्छ सो साइड दिने जग्गा त एकदमै कम्ती हुन्छ त्यो भएर चाहिँ यसरी अड्किने सम्भावना हुन्छ है अदरवाइज बाटो त एकदम मक्खन छ क्या मक्खन छिटो पनि हो प्लस मेरो लागि त अझै सर्टकट हो क्या 6 किलोमिटर समथिङ चाहिँ मलाई कम्ती पर्छ भनौँ न अब आउनु जानु त 12 किलोमिटर यार 12 किलोमिटर म्याटर गर्छ क्या जर्नीमा यसरी ठुलो बाटो हेरेर दिनुपर्ने हुन्छ नि त एन्ड गाइस टुवर्ड्स कालिम्पोङमा चाहिँ मनसुङको बाटोबाट चाहिँ अनदर सर्टकट रुट क्या त्यो चाहिँ बिचबाट छ सर्टकट यो चाहिँ माथि निस्किन्छ धेरै सर्टकट पर्छ यो पनि है सो म चाहिँ प्रायः जस्तो यो बाटो पनि हिँड्छु होइन तर यो बाटो चाहिँ एकदमै अप छ एन्ड आउँदाखेरि ओह्रालो ज्यादै यो अप छ क्या फेरि अब बाटो सानो देख्न सक्नुहुन्छ होइन गाउँको बिचबाट सानो बाटो है तर यति मजा आउँछ कि यो बाटो हिँड्नु के भन्नु त्यो सुन्दर घरहरू सानो सानो चडक परेको है सफा सो बाटो पनि धेरै सफा छ यहाँ देख्न सक्नुहुन्छ कस्तो दामी चडक्क मिलाएर राखेको छ है यस्तो छ बाटो है र बिचमा मतलब नयाँ मान्छेहरू चाहिँ धेरै कन्फ्युज हुन्छ क्या बिचमा यताउता बाटोहरू पुरा छ त्यो भएर धेरै कन्फ्युज हुन्छ क्या म पनि फर्स्टमा आउँदा त
निकै कन्फ्युज हुन्थेँ। बट अहिले चाहिँ बहुत खेप हिँडेर होला बानी भइसकेछ। म प्रायः जस्तो पहिला त फेरि यो बाटो त्यस्तो साह्रो यादै थिएन है, त्यस्तो छिटो हुन्छ भनेर। सो तलबाट लङ बाटै जान्थेँ। लङ बाटो जाँदाखेरि चाहिँ पलनिर ब्युटिफुल नजाराहरू पनि देख्छ है। एन्ड के भन्नु अब, सिन्कोनाको बिचतिर। र अघि म लामो बाटो आएको भए चाहिँ यो यता मेरो राधा गाइस। अहिले एक्ज्याक्टली भन्नुपर्दा चाहिँ म कहाँ आइपुगेँ भन्दाखेरि चाहिँ एस टर्निङ, यसलाई चाहिँ एस टर्निङ भन्छ। सो यहाँबाट देख्न सक्नुहुन्छ एस टर्निङ चाहिँ यो भयो एउटा होइन। एन्ड यहाँबाटै यता एस यस्तो छ एस टर्निङ है त। यो चाहिँ एस टर्निङ 15 माइलको एस टर्निङ भन्छ यसलाई चाहिँ। 16 माइल न 15 माइल भन्छ। र त गाइस इन्ट्रेस्टिङ है, केटाकेटीको जोस मात्रै सुन्नु नि। अगाडि मेरो बाइकमा गीतहरू गाउँदै गाउँदै जाँदैछ। र त गाइस अब भन्छ खास हाम्रो गाउँको बाटो लागिसकेको अवस्था है। यो बाटो चाहिँ साला कहिले नबनिने भयो। अहिलेदेखि होइन 2 खेप त शिलान्यासै भयो, काम स्टार्ट भइहाल्छ भनेर ओपनिङै भयो 2 खेप त हो, मैले थाहा पाउँछु। बट अहिलेसम्म नि फाइनली दिदीहरूकोमा आइसकेको अवस्था होइन गाइस। सो यहाँबाट चाहिँ म ड्रेस चेन्ज गरेर खानासाना खाएर जान्छ आरामले। फ्यापुलो के छ ड्युटी बाटो यस्तो र सिचुएसन पनि यस्तो हुन्छ भनेर त सोचेको पनि थिइनँ यार। अलमोस्ट आधा बाटो कभर गरिसकेको थिएँ। ब्याट त घरमै पनि बिर्सेछु। यस्तो मान्छे क्रिकेट खेल्नु गएको हुन्छ, बिहान लिएर आएको ब्याट चाहिँ अब घरमै बिर्सिराखेर लाग्दैछु बाटो हो। अलमोस्ट आधा बाटो कभर गरिवरी फेरि वापस आउनु पर्यो। अन्त बाटो छ यस्तो, के भन्नु यार, बाइकले पनि साह्रै दुःख पायो। मौसम पनि बिहान त एकदमै शीतल भइरहेको थियो, अहिले त बाफ्रे भयङ्कर घाम लागेर चाहिँ यस्तो डरलाग्दो भइरहेछ कि यार। आधी उधी एनर्जी त मलाई यही बाटोमै घामले नै चुसिसक्यो जस्तो लाग्न थालिसक्यो। र अघि चाहिँ म गाइस भन्नुपर्दा यहीँ अगाडि आएर फर्केको। बिचमा भाइले एकपल्ट भन्नु त भनेको थियो, मैले त ब्याग भनेको सुने, ब्याग त जुत्ता सुत्ता हालेर ल्याएको थिएँ। र मेरो 2 भाइ हिरोहरू चाहिँ मैले यहीँ छोडिराखिदिएर फर्केको थिएँ। म चाहिँ शीतलमा गएर बस्दै गर्छु ल भन्ने थिएँ, यहाँपट्टि होला सायदै है। सो 2 भाइलाई उठाएर त्यहाँको हो यहाँ छ हल्का प्र्याङ्क ल। कहाँ गएको भाइहरू, कहाँ गएको, कहाँ गएको तिमीहरू? म त क्रिकेट खेल्नु गएको त सिंहजी। ल के ब्याग त्यसरी अगाडि नबोक न, ब्याग पछाडि बोक त। उयो 2 भाइ चाहिँ मैले चाहिँ उयो लिएरै हिँड्छु क्या, मेरो फलोवर्सहरू। 2 भाइ आज राजु दा भन्दै कराउने 2 जना।
के भन्दैछ र त गाइस फाइनली इन्टर द सिङ्जी बजार आफ्टर लङ टाइम है र धेरै समयको बादमा सिङ्जी बजार आउँदैछु म चाहिँ है आज मौका पाएर सो यो चाहिँ सिङ्जी बजार होइन यहाँदेखि उँभो चाहिँ स्कुल जान्छ सो यहाँदेखि उता चाहिँ ग्राउन्ड जान्छ सो हामी चाहिँ डाइरेक्ट ग्राउन्डै जानेछौँ किनकि अलिकति म लेटै निस्किएको घरबाट पनि सो त्यो भएर ब्याग पनि छोडिएको थियो एन्ड फेरि लिनु गाइस देख्न सक्नुहुन्छ हो च्याट्टैले पनि भ्लगिङ गर्दैछ हो आज स्याटरडे छुट्टी थियो चाहिँ मैले लिएर आएको दुवै भाइलाई सो मेरो चेरेप गर्ने पार्टीहरू चाहिँ मैले लिएरै आएको छु होइन एन्ड अहिले चाहिँ भन्छु म सिङ्जी ग्राउन्ड आइपुगिसकेको छु एन्ड अब चाहिँ देखाउँछु म तपाईँलाई ग्राउन्ड है त पुरानो ग्राउन्ड यो चाहिँ हो सिङ्जी ग्राउन्ड जाने बाटो है त ठिकै हुनुहुन्छ मेरो नाम त उहाँ छ त हौ राजु 22 नम्बर सो यही हो ग्राउन्ड चाहिँ है यहाँ चाहिँ बेसिकली फुटबल हुन्थ्यो बट योपालि चाहिँ क्रिकेट हो यो चाहिँ बेसिकली भन्नुपर्दा चाहिँ फुटबल ग्राउन्ड थियो बट योपालि चाहिँ क्रिकेट फर्स्ट टाइम इन्टर हिल्स टुर्नामेन्ट भइरहेछ होइन आज चाहिँ सेकेन्ड राउन्डको फर्स्ट म्याच हाम्रो सायद मान्छे त त्यस्तो बेसी रहेनछ र त गाइस म्याचको अपडेट भन्नुपर्दा म्याच हारिसकेको छ र म्याचको चाहिँ मेरो फेसबुक पेजमा लाइभ आइसकेको छ है लाइभ गरेको छु सो भिडियो चाहिँ बनाइन र आजको मेरो यो दुई भाइ च्यारेप गर्नेहरूले पनि पाराले आएन हारे म्याच हामी होइन सो एकदमै हाम्रो पर्फर्मेन्स अलिक लुज भयो त्यो भएर चाहिँ हामी हार्यो होइन र यो अब चाहिँ फर्केको चौतारा आइसकेको छ र यो पुरानो चौतारा यादहरू छ कि यसमा सो त्यो भएर चाहिँ एकछिन बिसाएर एन्ड अब चाहिँ हामी डाइरेक्ट जानेछौँ घर है त सो आजको भिडियो चाहिँ मेरो यति नै हुन्छ होइन सो भेट्छौँ हामी नेक्स्ट ब्लगमा नेक्स्ट ब्लग चाहिँ चाँडै आउँछ है त सो बाई बाई गाइस